नमस्कार, हजुरहरूलाई सेयर सिकर युट्युब च्यानलमा स्वागत छ। यदि तपाईँले पहिलो पटक मेरो सेयर एकाउन्ट ओपन गर्नुभएको छ तर आइपिओ कसरी एप्लाई गर्ने थाहा छैन भने आजको यस भिडियोमा म तपाईँलाई आइपिओ एप्लाई गर्ने पुरा प्रोसेस स्टेप बाइ स्टेप देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यदि अझैसम्म पनि यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब पनि गरिदिनुहोला। आइपिओ एप्लाई गर्नको लागि सुरुमा मेरो सेयरलाई लगइन गर्नुहोला। त्यसपछि माई आस्पामा क्लिक गर्नुहोला। यहाँ एप्लाई फर इस्यु भन्ने अप्सन देख्न सक्नुहुन्छ, जसमा नेपालमा रहनुभएका सर्वसाधारण र विदेशमा रहनुभएका विदेशी लगानीकर्ताहरूको लागि इस्यु भएको सेयरहरू देख्न सकिन्छ। जसमध्ये तपाईहरू विदेशबाट सेयर एप्लाई गर्दै हुनुहुन्छ वा नेपालबाट सेयर एप्लाई गर्दै हुनुहुन्छ, सोही अनुसार आफूले एप्लाई गर्न चाहेको सेयरलाई चुज गरेर एप्लाई बटनमा क्लिक गर्नुहोला। यहाँ सुरुमा आफूले एप्लाई गर्न चाहेको सेयरको नाम देख्न सक्नुहुन्छ र इस्यु म्यानेजरमा इस्यु गर्ने क्यापिटल देख्न सकिन्छ। इस्यु ओपन डेटमा आइपिओ ओपन भएको डेट देख्न सक्नुहुन्छ। इस्यु क्लोज डेटमा आइपिओ क्लोज हुने डेट देख्न सक्नुहुन्छ। नम्बर अफ इस्यु सेयरमा जम्मा कति किता सेयर इस्यु भएको छ त्यो देख्न सक्नुहुन्छ। प्राइस पर सेयर भनेको प्रति किता कति रुपियाँ हामीले लगानी गर्नुपर्ने हुन्छ त्यसलाई देख्न सकिन्छ। मिनिमम क्वान्टिटीमा हामीले न्यूनतम एप्लाई गर्नुपर्ने सेयरको नम्बर देख्न सकिन्छ। म्याक्सिमम क्वान्टिटीमा हामीले बढीमा कति कितासम्म एप्लाई गर्न सकिन्छ त्यही क्वान्टिटीलाई देख्न सकिन्छ भने डिभिजेबल क्वान्टिटी जसमा न्यूनतम पर्न सक्ने किता संख्यालाई देखाइएको छ। ब्याङ्कमा ब्याङ्क एकाउन्ट सिलेक्ट गर्नुहोला। एकाउन्ट नम्बरमा आफ्नो एकाउन्ट नम्बर सिलेक्ट गर्नुहोला। ब्रान्चमा तपाईले एकाउन्ट ओपन गर्नुभएको ब्रान्चको नाम देख्न सक्नुहुन्छ। एप्लाई कितामा एप्लाई गर्न चाहनु भएको क्वान्टिटी इन्टर गर्नुहोला। यसमा कम्तीमा 10 किता इन्टर गर्नुपर्ने हुन्छ। यहाँ देखिएको एमाउन्ट तपाईको बैंक एकाउन्टमा पेन्डिङ रहेको हुन्छ र सेयर परेको खण्डमा तपाईको एमाउन्ट काटिन्छ भने सेयर नपरेको खण्डमा तपाईको एमाउन्ट फिर्ता हुने गर्दछ। सीआरएन नम्बरमा तपाईको सीआरएन नम्बर इन्टर गर्नुहोला। यदि तपाईहरूले नबिल बैंकबाट सीआरएन नम्बर लिनु भएको छ भने तपाईहरूको बैंक एकाउन्ट नै सीआरएन नम्बर हुने गर्दछ भने अन्य बैंकहरूबाट सीआरएन नम्बर लिएको खण्डमा तपाईहरूको सीआरएन नम्बर फरक हुन सक्छ। त्यसपछि आई हियर डिक्लेयरमा टिक लगाएर प्रोसिड बटनमा क्लिक गर्नुहोला। त्यसपछि 4 डिजिटको ट्रान्जेक्सन पिन इन्टर गरेर एप्लाई बटनमा क्लिक गर्नुभयो भने सेयर एप्लाई हुन्छ। यसरी सजिलैसँग हामीले सेयर एप्लाई गर्न सकिन्छ। यदि तपाईहरूलाई भिडियो हेल्पफुल लाग्यो भने लाइक, कमेन्ट र सेयर गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। पुरा भिडियो हेर्नु भएकोमा र च्यानललाई सब्स्क्राइब गर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।